समादरणीय भक्तजन, आउनुहोस् आफूले सत्सङ्गमा भागवत कथा सुन्दै गर्दा पाएका सत्सङ्ग रूपी शब्दहरूमा कश्यप ऋषिका पुत्र हिरण्याक्ष र हिरण्यकश्यप हिरण्याक्षलाई भगवानले वराह अवतार रूप लिएर संहार गर्नुहुन्छ। जलमा गएर जलभित्र गएर डुबेकी पृथ्वीलाई बाहिर निकाल्नुहुन्छ र हिरण्याक्षलाई उद्धार गर्नुहुन्छ। यसै गरी हिरण्यकश्यप पछि हिरण्यकश्यप पनि कश्यप ऋषिको पुत्र भएर जन्मिन्छ। दितितर्फको दिति पुत्र भएर हिरण्यकश्यप त्यो जन्मिएपछि आफ्नो भाइको दाजुको प्रतिशोध लिनको निमित्त हिरण्याक्षको प्रतिशोध लिनको लागि विष्णुको विरोध गर्न थाल्छ। भगवान विष्णुको विरोध गर्दै आखिरमा उसले ब्रह्माजीलाई तपस्या गर्छ र ब्रह्माजीलाई खुसी बनाउँदछ। ब्रह्माजी खुसी हुनुहुन्छ र तपस्या देखेर हे हिरण्यकश्यप लु वरदान माग, कस्तो वरदान माग्छस् भन्दाखेरि हिरण्यकश्यपले वरदान यस्तो वरदान माग्छ, म दिनमा नमरौँ न राति बिचमा मारे पनि नमरौँ, म पाताल र स्वर्गमा नमरौँ, धेरै कुरा के गरौँ, देवता राक्षस यक्ष किन्नरहरू पन्नाग मानिसहरू देखिन शस्त्र मन्त्र बलले मारे पनि नमरौँ, दिनमा म नमरौँ न राति बिचमा मारे न कहिल्यै मरौँ, म पाताल र स्वर्गमा नमरौँ, धेरै कुरा के गरौँ, म कुनै पनि ब्रह्माका सृष्टिबाट जन्मिएको प्रकट भएको संसारबाट म कहिले पनि नमरौँ प्रभु, हजुरद्वारा रचना गरिएको सृष्टिबाट म नमरौँ भनेर वरदान माग्दछ। हिरण्यकश्यपले वरदान माग्दछ। ब्रह्माजी पनि हताशमा लौ त्यस्तै भएस भनेर तत्काल फर्किनु हुनेछ र तथास्तु भनेर वरदान दिनुहुनेछ। अनि उसले तिनै लोकमा चढाइ गर्दछ। चढाइ गर्दै गर्दै आखिरमा कयादुका कोखबाट प्रहलादको जन्म हुन्छ। ती प्रहलादजी भगवान विष्णुको भक्त बन्नुहुन्छ र ती विष्णुका भक्तलाई पनि म मार्छु भनेर उसले अनेक प्रयत्नहरू गर्छ। यसो गर्दै गर्दै भिरबाट खसाउँछ, हात्तीलाई कुल्चाउँछ, सर्पलाई डसाउँछ, होलिका दहन गराउँदै अग्निमा लगेर जलाउँछ, आफ्नै फुपूद्वारा अग्निमा लगेर जलाउँछ। केही गर्दा पनि नभएर आफै मार्छु म भनेर हातमा तरवार लिन्छ र हे प्रहलाद भन्, तेरो भगवान तेरो विष्णु यो खम्बामा छन् भनेर प्रहलादलाई भन्दा, भगवान मेरो पिताजी, मेरो भगवान त जता हेर्छु उतै भगवान, तिमी छौ व्याप्त कण कणमा, तिमी नै हाँक्दछौ जीवन बसियो प्राण हो मनमा प्रभु, मेरा प्रभु जहीँ पनि हुनुहुन्छ, त्यो खम्बामा पनि हुनुहुन्छ, तपाईँ भित्र पनि हुनुहुन्छ, म भित्र पनि हुनुहुन्छ। यतिकैमा साह्रै रिसाउँछ र तरवार उठाएर जडाममै त्यो स्फटिकको खम्बामा प्रहार गर्छ। त्यतिखेर नृसिंह भगवान प्रकट हुनुहुन्छ अनि नृसिंह भगवानले हिरण्यकश्यपलाई समाउनुहुन्छ। यसमा प्रहलाद भक्ति नामक पुस्तकबाट आफूले पढेका 2-4वटा लाइन छन्, 2वटा शब्द छन्। म शार्दूल विकृति छन्दमा यो प्रस्तुत गर्न चाहन्छु र आफ्नो ब्रह्माजीको सृष्टिबाट नमरौँ भने त्यो नृसिंह अवतार त्यस्तो अद्भुत स्वरूप देखेर ऊ छक्क पर्यो र च्याप्पै समाउनु भयो र अनि हाँस्न थाल्यो। किनभने अहङ्कारी व्यक्ति र राक्षसहरूको हँसाइ भनेको हाँस्दाखेरि आफूलाई पीर पर्दा पनि हाँस्छन्, खुसी हुँदा पनि हाँस्छन् र अहङ्कारले पनि हाँस्छन्। त्यसैले उसले हाँस्न लाग्यो र यहाँ भनिएको छ, आफ्नो हाल हवाल हेरी कश्यप मुख हेरी हाँस्यो तहाँ,
आशिष किन बनी नृसिंह प्रभुले टङ्कारी सोद्धामा। बोल्यो त्यो कसै पुनः हाँसो किन म मेरा उपर वज्रले, हान्दामा पनि केही नहुनु पहिले मर्छु म नङपाजीले। आफ्नो हाल हवाल हेरेर नृसिंह प्रभुको मुख हेरेर हिरण्यकश्यप हाँस्न लाग्यो। के भनेर हाँस्छ भने, आफ्नो हाल हवाल हेरी कश्यप मुख हेरी हाँस्यो तहाँ। आशिष किन भनी नृसिंह प्रभुले टङ्कारी सोद्धामा। बोल्यो त्यो कश्यप नहाँसो किन म मेरा उपर वज्रले, हान्दामा पनि केही नहुनु पहिले मर्छु म नङपाजीले। हिरण्यकश्यपले देख्यो भगवान नरसिंह प्रभुका हातमा रहेको त्यो जुन चाहिँ तिखा तिखा तीक्ष्ण तीक्ष्ण नङ्ग्राहरू देखेर चाहिँ भन्न लाग्यो, म यिनै नङपाजीले मर्छु। मेरा दिन दशा असल अघि थिँदा वज्रै मैन्झै थिए। के भन्छ भने, मेरा दिन दशा असल अघि छँदा वज्र मैन्झै थिए, अहिले बिग्रन गो बखती नङ्ग्रा वज्रै सरीका भए। मैले त यो राम्रो देख्दिनँ। ब्रह्माजीले वरदान दिने बेलामा यस्तो स्वरूप त मैले देखेको थिएन। यी नङ त नङकै कारणबाट म मर्छु त, यिनी नङ्ग्राले आज मेरो मृत्यु हुन्छ। ब्रह्माले वरदान दिने बखतमा देखिन यस्तो अरू, यस्ता देखि नमर्नु भन्ने वरदान मागिनथे के गरौँ। हो, मैले ब्रह्माजीले वरदान दिने बेलामा मैले यस्तो स्वरूप देखेको थिएन कहिले पनि। यो भन्दा अगाडि यस्तो न त भूत न त राक्षस, क्या हो दानव पनि होइन, मानव पनि होइन, जानवर पनि होइन, यस्तो स्वरूप मैले देखेको थिएन। योदेखि नमरौँ भन्ने वरदान मैले मागेकै थिइनँ। त्यसैले फेरि साँझ पर्यो न दिन्छ न त रात, नङ देख्छु यसका जबर, यही पो मार्दछ कि मलाई त यहाँ देख्दिन निको नजर। मैले दिनमा नमरौँ रातमा नमरौँ भनेको थिएँ, अहिले त साँझ परेको छ, सूर्यास्त भइसकेका छन्, उज्यालो पनि छ, घरको सङ्घार छ, बाहिर पनि छैन भित्र पनि छैन। फेरि साँझ पर्यो न दिन्छ न त रात, नङ देख्छु यसका जबर, यही पो मार्दछ कि मलाई त यहाँ देख्दिन निको नजर। म त्यति निको नजर देख्दै छुइनँ, आखिर मैले मर्नै पर्छ कि के हो। बडा नृसिंह प्रभुको ती नङ्ग्राहरू देखेर, स्वरूप देखेर मलाई डर लाग्न थाल्यो र ऊ आत्तिन थाल्यो। सिंहको मुखदार नङ्ग्रा जसको हात पाउ मानिसको। कस्तो छ स्वरूप, म त्यो स्वरूपको दर्शन गर्दैछु, म त्यो डरलाग्दो स्वरूप म देख्दैछु अहिले। सिंहको मुखदार नङ्ग्रा मो जसको हात पाउ मानिसको, यस्तो खच्चर रूप कदापि अघि त देखिन मायावीको। यो मायावीको मैले त्यस्तो रूपै देखेको थिइनँ। यस्तो खच्चर रूप कदापि अघि त देखिन मायावीको।
यो मायावीले मलाई आज छल गरेरै मार्नै परेछ, आखिरी मैले मर्नै पर्ने भएछ। यस्ता खच्चरदेखि मर्नु मैले भन्ने कुरो सम्झियो, आँसो थाम्न कठिन पर्यो गरौँ कसो, यही निम्तिले हाँसियो। यस्ता खच्चरदेखि मर्नु मैले भन्ने कुरा सम्झियो, आँसो थाम्न कठिन पर्यो गरौँ कसो, यही निम्तिले हाँसियो। हा 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 गरेर मलाई यी अघिका कुराहरू यस्तै खच्चरदेखि मैले मर्नु पर्ने रहेछ। मेरा दिन दशा असल अघि जाँदा वज्र महिन्जै थिए, अहिले बिग्रन गए बखती नगर वज्र सरीका भए। यस्तो खच्चरदेखि मर्नु मैले भन्ने कुरो सम्झियो, हाँसो थाम्न कठिन पर्यो गरौँ कसो, यही निम्तिले हाँसियो। हे प्रभु, आजसम्म मैले जे गरेँ, अब आखिर मैले मर्नै पर्ने भयो, अब मैले संसार छोड्नै पर्ने भयो भन्दै एउटा शोकको घडीमा पनि उसले हाँसेर प्राण भगवान विष्णु नरसिंह भगवानका काखमा प्राण त्याग्यो। र भक्तजन, सत्सङ्गमा पाए अनुरूप रिसले होस् रागले होस् भगवानको नाम उसले त हर पल विष्णु 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 विष्णु, मनमा विष्णुदेखि बिच उसको कोही थिएन। किनभने यो दुष्ट विष्णुले मलाई यसलाई नमारी छोड्दिन, यसलाई संहार गर्छु, त्रिलोकको विजय हुन्छु भन्थ्यो। सबै खालि उसको हर घडी हर पल विष्णु विष्णु विष्णु। भक्तले जुन रात दिन सेवा गर्ने भक्तको भन्दा बढी उसको चाहिँ भक्त थियो। आखिरले उसले भौतिक शरीरलाई भगवानकै शरीरमा लीन गराएर भगवानसँगै नरसिंह भगवानका काखमा उसको प्राण गयो। त्यो भन्दा भक्तहरूको को होला र यस्ता भक्तहरू पनि हुन्छन्, विचित्रका भक्तहरू। अब यिनलाई अब यो हिरण्यकश्यपु जय विजय नाम गरेका स्वर्गमा वैकुण्ठका द्वारपालहरू थिए। सनकादि मुनिन्द्रहरू चाहिँ भगवानको दर्शन गर्न जाँदै गर्दाखेरि यी जय विजयले उनीहरूलाई साना पुच्चे बालक देखेर रोकिदिएको हुनाले तत्काल सनकादिहरूले, हे दुष्टमती, तिमीहरू 3 जन्म राक्षस भएर जन्मिनु परोस्, किन हामीलाई बाटो रोक्यौ भनेर श्राप दिएको थियो। त्यसले गर्दा पहिलो जन्ममा हिरण्यकश्यपु फेर रावण रूप धर्यो, तेस्रो जन्ममा भएर शिशुपाल कृष्णमा पार तर्यो। पहिलो जन्ममा हिरण्यकश्यपु भएर जन्मिए जय विजय थिए। दोस्रो जन्ममा रावण र कुम्भकर्ण भएर जन्मिए। तेस्रो जन्ममा शिशुपाल र दन्तवक्र भएर जन्मिएर भगवान श्रीकृष्णका हातबाट पार तरेर उनीहरूको राक्षसी लीला मुक्त भयो भन्ने कथा हामीले सत्सङ्गमा पाएका थियौँ। र यिनै पावनी प्रसङ्ग, आफूले सुनेका पावनी प्रसङ्ग र आफूले जानेका 2-4 प्रहलाद भक्ति कथा नाम गरेका पुस्तकबाट हजुरहरूलाई 1-2 शब्द यहाँ प्रस्तुत गरेँ। गल्ती केही भए क्षमा चाहन्छु। यदि राम मन परे हजुरहरूले सुनेर आनन्द दिनु होला भन्दै अब आजलाई म अन्त गर्दछु। जय श्री राधे, जय जय श्री राधे।